लिएर आउनु भनेर हिँडिरहेको छौँ है साथीहरू। हाम्रो साथीहरू चाहिँ उता पर काम गर्दैछन् अनि हामी चाहिँ एक छेउदेखि लिएर आउने भनेर यता छेउतिर पो जाँदैछौँ हौ साथीहरू। ल है यस्तै छ है दिन दुखी गरिबको हाम्रो कामहरु। एक बजी सारा चिया हाम्रो बारी है साथीहरू। सन्जितेमाको बारी है। सन्जितेमाको बारी। ल यो त भएन के पुगिँदैन क्या बीचमा। उन आठो यानी अटेमा उनको मुयाङो। बिकी बिकी रात में मीठी मीठी बात में ऐसा लगता मुझे दर्याम दर्याम मकै बारी दर्याम दर्याम हरियो काँक्रा करियाम करियाम। नजिकका साथीहरूले ठाउँ चिन्नुहोला, टाढाका साथीहरूले गाउँ चिन्नुहोला, महँगीले आकाश छोयो काँक्राको भाउ चिन्नुहोला। आज बने साथीहरू सन्जितेमाको खेतबारीमा मकै धोर्याउने खेतालो छ है। यहाँ यसो मकै बारी चाहिँ टन्नै देखेको छ। ल खेतालाहरूको पनि टाउका देखिएको छ। ल है यो पेक्लाबारी है। पेक्लाबारी भनेको हद्दगरी वडा नम्बर 2। वरिपरिको दृश्य हेर्दाखेरि अलिक धुवालो लागेको छ, बादल लागेको छ, पिरो भुइँतिर उड्न थालेको छ। यसो हेर्दाखेरि चाहिँ पानी पर्ला पर्ला जस्तो देखिएको छ। अहिलेसम्म चाहिँ पानी परेको थिएन। यो सुक्खा माटो भइसकेकै बेला यस मकै डोर्याउने काम चाहिँ गर्न खोजिरहेछ। सन्जितेमाको भाग्य कस्तो होला। अहिले भरे पानी पर्यो भने एकदम काफी हुन्छ, राम्रो हुन्छ है। खनिसकेपछि पानी पर्यो भने राम्रो हुन्छ। बारीको धनी हाम्रो दिदीसँग निचा हाँसिरहेछ। गाउँघरमा यसरी अर्म पर्म गर्ने चलन एकदम राम्रो छ। खेतालो बोलाउने चलन राम्रो छ। एका घरकाले अर्को घरलाई सघाउने उहाँहरूको काममा अनि आफ्नो काममा पनि सघाउने चलन छ। खेतालालाई खाजा खाना दिनुपर्छ, पैसा दिनु पर्दैन। एकदम राम्रो छ। यो आलो पालो चल्छ। यो पारीदेखिको दृश्य चाहिँ रामप्रसाद राई गाउँपालिका वडा नम्बर 8 बाक्चाखा खोक्सी बाहुराङ कला राई नवगायिकाको घर। एकदम उहाँले मिठा मिठा गीतहरू गाउनु भएको छ। यो चाहिँ कलाकार तथा अभिनेत्री पशुपति राईको घर पछाडिको बारीमा मकै खन्ने काम आज भइराखेको हो। केही समयपछि घर पनि देखाउँछौँ हामी। भात पनि दिमा चटपटे खिरमा चाहिँ कहिले कहिले नभएको नि नाच्छ चटपटे भएको नि नाच्छ भाइ नै लौंगा दाजुभाइले खोक्छ चाहिँ अन्य खोक्ने लौंगा खोक्ने खोक्ने चाटो इनका खोक्ने ने या चाम्रे चाटो ना लाटु दिदिया वाछन इन्या गाउँका 20 रुपैयाँ सेरा nyam ôi apa tiền kamu nih?
यो धुरी देखिएको घर चाहिँ यो 200 वर्ष पुरानो घर है। एकदम अहिले 5 पुस्तामा गइरहेछ। साथीहरूलाई कस्तो लाग्ला? यो मकै फल्छ त? पक्कै पनि फल्छ। पछि घोगा ठुला ठुला हान्छ। गाईहरू गर्मी छ यहाँ चाहिँ, साह्रै गर्मी छ। असहनीय पीडा हुँदैछ हामीलाई। सन्जितेमाको खेतालो आएको साथीहरू बारी हो साथीहरू। त्यही भएर आएको हामी पनि साथीहरू। खन्ने हो डोरे भन्छलाई चाहिँ। कोही अल्छी लाग्दैछ। माटो खरानी छ, पानी नपरेर खरेडी छ है साथीहरू। यता हो यता काम गर्दा गर्दा थाकिसकेपछि एकछिन आराम गरेको बेला पारीका दृश्यहरू पत्रै पत्रै भएका गाउँहरू हेर्दाखेरि एकदम आनन्दमय हुन्छ। आकाश हेर्दाखेरि फराकिलो खुल्ला कति मनोरम हुन्छ। आनन्दै आउँछ। काम गर्दा एक खालको रमाइलो अनुभूति हुन्छ। साथी साथीमा थाकेको महसुस हुन्न। यतिखेर सबै ठाउँमा यसरी मकै गोड्ने काम भइराखेको हुन्छ। अब गाउँठाउँतिर यो मकै प्रमुख बाली हो। यसलाई गोडमेल गर्नै पर्छ, नत्र अब फल लाग्दैन। अब पारतिर चाहिँ के छ भनेदेखि अब मकै धेरै फलाएर थाक्रो लगाउने चलन छ। मकै के का लागि त भन्दाखेरि अब मान्छेलाई पशुभाउलाई कुखुरा परिवार हाँसलाई चारो चाहियो नि त। तल कावा खोला सुसाउँदै बगिरहेको छ। तर यहाँ खोलाभन्दा यो अहिले बसेको उभिएको ठाउँ चाहिँ निकै टाढाको दूरी हो। कम्ती पनि तलतिर हो भने त 2 घन्टा लाग्छ। यहाँ परतिर जाने हो भनेदेखि आधा घन्टामा पुगिहालिन्छ गाउँ खोला। यो पेट्लाबारी टन्नै घरहरू त देखेका त छैनन् होइन। बारी फराकिलो छ, घरहरू पनि छन्। अब यो भेगमा मात्र नदेखेको हो। राम्रो छ। मकै हेर्दाखेरि बोट चाहिँ यस्तो देखिन्छ। अब यहाँ युरिया अलिअलि डिएपी छरिदिएपछि पछिखेरि यही ठाउँमा ठुलो ठुलो गोगा हान्छ। बाली नाली चाहिँ एकदम राम्रै हुन्छ है। साथीहरू यही लङ्का हाङखिम च्यानलमा खोज्नुहोला। म हिजै मात्र सर्ट भिडियो यो जुन पशुपति राईको घरको दृश्य चाहिँ देखाइसकेको छु। यो कान्लाकै पल्लो छेउको मुनि पर्दछ। हजुर कान्छी भाजी त भन कान्छी। युरिया पाकमा मलाई पाकमा कान्छी युरिया।
साथीहरू अब चाहिँ खेतालोहरू फर्काउने बेला भइसकेको छ, टाइम भइसकेको छ। सायदै यो सिजनमा तपाईँहरूकोतिर नि यस्तै काम भइराख्यो होला, हाम्रोतिर यही भइराखेको छ। र जे जति अब राम्रो नराम्रो भए पनि तपाईँहरूले भिडियो हेरिदिनु भयो, हजुरहरूले धन्यवाद।